नमस्कार अनि स्वागत छ साथीहरू मेरो मधेसी सरोसर युट्युब च्यानलमा। आज हामी क्लास 9 को कम्पलसरी इङ्ग्लिसको चाहिँ म इक्जाम क्वेसन पेपर लिएर आएको छु। प्याप्सन काठमाडौँ एनुअल एक्जामिनेसन 2082 सालको, जसमा चाहिँ 75 पूर्णाङ्क जम्मा क्वेसन रहेको छ। समय चाहिँ 3 घण्टा दिनुभएको छ। सबैको चाहिँ लास्ट इक्जाम फाइनल एक्जामिनेसन चाहिँ 3 घण्टा नै समय रहेको हुन्छ। क्लास 9 को कम्पलसरी इङ्ग्लिसको पहिलो नम्बरमा प्याप्सन काठमाडौँ 2082 सालको एनुअल एक्जामिनेसनमा पहिलो नम्बरमा प्यासेज रहेको थियो, जसमा चाहिँ पोइम रहेको छ रिक्सा राइडको। यो पोइम पढेर अनि यसको उत्तर यहाँ रहेछ, यो पोइम पढेर उत्तर दिनु होला, मिनिङहरू छान्नु होला। र 2 नम्बरमा पनि प्यासेज रहेछ, स्पोर्ट्स सम्बन्धी रहेछ। र पहिलो नम्बरमा रहेछ यसो यो सबैको मिनिङ छान्नुहोस् र 2 नम्बरमा चाहिँ सबैको क्वेसनको उत्तर दिनुहोस् चाहिँ भन्नुभएको छ। 3 नम्बरमा चाहिँ भ्याकेन्सी एनाउन्समेन्ट रहेछ, 10 मार्कको यो रहेछ। यो चाहिँ 10 मार्कको रहेछ। फिल इन द ब्ल्याङ्क्स रहेछ 1 नम्बरमा, 1 को 1 ए मा। बी नम्बरमा रहेछ एन्सर द फलोइङ क्वेसन। जम्मा 5 वटा क्वेसन रहेछ, 5 वटा क्वेसन 1-1 मार्कको, 1 2 3 4। 1 नम्बरमा व्हाट डज UNPF स्ट्यान्ड फर, जम्मा गरेर 5 वटा क्वेसन रहेछ। 4 मा रिड द फलोइङ, यो चाहिँ इन्डिकेट्स भर्नु चाहिँ भन्नुभएको छ, यहाँ रहेछ। यस्तै गाह्रो क्वेसन छैन साथीहरू, सिम्पल नै छ। अब चाहिँ बी नम्बरमा रहेछ छान्नुहोस्, यो 4 वटा अप्सनबाट कुन सही छ त्यो चाहिँ भन्नुभएको छ छान्नको लागि है। यो सबैबाट चाहिँ तपाईहरु छान्नु होला। अब चाहिँ 5 नम्बरमा रहेछ एक्सप्रेस प्रिपेयर्स स्टेटमेन्ट्स फ्रम फ्लोइङ मोबाइल एन्ड स्पोर्ट्स। 100 शब्दमा चाहिँ न्युज पेपर भन्नुभएको छ लेख्नको लागि मोबाइल फोनको बारेमा। र जहाँ चाहिँ हिन्ट पनि दिनुभएको छ, तल चाहिँ हिन्ट दिएको छ, यो यहाँ चाहिँ हिन्ट दिनुभएको छ। यो हो साथीहरू, यसबाट तपाईहरु लेख्न सक्नुहुन्छ के हिन्ट दिनु, यहाँ के हिन्ट यहाँ दिएको छ। र 6 नम्बरमा चाहिँ कन्स्ट्रक्ट अ रिडेबल स्टोरी, यो चाहिँ बीच-बीचमा चाहिँ खाली रहेको छ, फिल इन द ब्ल्याङ्क्स रहेछ। यो सबैलाई खाली यो छाडेछ र यो सबैलाई मिलाएर एउटा स्टोरी चाहिँ लेख्नुहोस् चाहिँ भन्नुभएको छ। स्टोरी पुरा गर्नुहोस् 100 शब्दमा, छिटै नै भएछ। र यहाँ चाहिँ हिन्ट पनि दिनुभएको छ स्टोरीको। र 7 नम्बरमा कम्पोज डायलग बिट्विन, दुईजना साथीहरूको बिचमा डायलग कन्भर्सेसन चाहिँ तयार पार्नुहोस् चाहिँ भनेको छ, 6 मार्कको 150 शब्दमा। र 8 नम्बरमा चाहिँ आवर कन्ट्री 200 शब्दमा चाहिँ भनेको छ डायरी है, डायरी सिस्टमको बारेमा। अब 9 नम्बरमा हैन, 9 नम्बरमा चाहिँ ग्रामर आइटम रहेछ, ग्रामर 1-1 मार्कको जम्मा 6 वटा क्वेसन। 9 नम्बरमा 6 वटा ग्रामर रहेछ। 1 नम्बरमा ट्याग भन्नुहोस्, 2 नम्बरमा हाउ अप्टेन क्वेसन, र 3 नम्बरमा नेगेटिभ, र 4 नम्बरमा युज दिस करेक्ट टेन्स भनेको छ ब्र्याकेट्स भर्बको चाहिँ, र 4 नम्बरमा इन्डाइरेक्ट स्पिच भनेको छ, र 6 नम्बरमा एक्टिभ भोइस। 10 नम्बरमा चाहिँ ग्रामरबाट आएको छ, र चाहिँ रिराइट यहाँ लेखेको छ, रिराइट लेखेको छ भने यो सबैलाई फेरि लेख्नु पर्छ है। रिराइट इज नट रिक्वायर्ड, यसलाई सबै लेख्नु पर्दैन, डाइरेक्ट तपाईहरु यसलाई उत्तर नै लेख्छु। जस्तै कि यहाँ ए लेखेछ, यहाँ बी लेखेछ भने ए नम्बरको खाली ठाउँबाट कुन हुन्छ ए नम्बरमा, यो वेयर ह्याभ आर, यो तीनवटैबाट कुन हुन्छ। जस्तै कि ए नम्बरको जस्तै कि एक्जाम्पलको लागि ह्याभ हुन्छ भने यहाँ यसरी गरेर उत्तरमा ह्याभ दिनु होला। अनि बी नम्बरको के हुन्छ त्यो लेख्नु होला, सी नम्बरको के हुन्छ त्यो लेख्नु, डाइरेक्ट उत्तर। यहाँ रिराइट इज नट रिक्वायर्ड भन्नुभएको छ लेख्नको लागि। जम्मा 0.5 10 वटा खाली ठाउँ दिनुभएको छ। यति क्वेसन थियो साथीहरू क्लास 9 को एनुअल एक्जामिनेसन। यस्तै क्वेसनहरू आउँछ र यसबाट धेरै प्रश्नहरू मिल्छ, र खास चाहिँ यस्तै क्वेसनहरू आउँछ साथीहरू। धेरै साथीहरूले भन्नुहुन्छ क्वेसनहरू मिल्दैन, तर साथीहरू उहाँहरूलाई म भन्न चाहन्छु यस्तै क्वेसन आउँछ, तर यहीमा अलिअलि मात्र चेन्ज भएको हुन्छ, सबै एक चाहिँ। जस्तै कि यहाँ रिक्सा सब पोइम छ भने यसैको सट्टामा अर्को पोइम दिन सक्छ, तर यस्तै क्वेसन आउँछ, मोडेल चाहिँ यस्तै हुन्छ। साथीहरूले आशा गर्छु यो भिडियो तपाईहरुलाई राम्रो लागेको होला। र अब तपाईहरु कुन भिडियो चाहनुहुन्छ, कुन विषयको चाहनुहुन्छ कमेन्ट गर्नु होला। र मेरो मधेसी सरोसर युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएछ भने कृपया च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरू आजको लागि यतिकै, फेरि भेटिनेछु कुनै भिडियोको साथमा। धन्यवाद। जय नेपाल।